ल फाइनल्ली गाइज पुगिसक्यो होइन। हामी चाहिँ पावर हाउसमा हेर्न सक्नुहुन्छ दुईवटा मेसिन रहेछ। अब तल गएर हेर्नुपर्छ होइन, मेसिननिर गएर हेर्नुपर्छ के छ लिकेज के कस्तो छ। यहाँ चाहिँ सिमेन्टीको सिडी बनाएको रहेछ, अरू ठाउँमा चाहिँ अर्को स्टिलको बनाउँछन्। जेनेरेटर हेर्न सक्नुहुन्छ, यो चाहिँ जेनेरेटर हो। यो चाहिँ एलुमिनियम हो, कुलिङ वाटर हो। यो चाहिँ कुलिङ वाटर, यो चाहिँ कुलिङ वाटर छ होइन। यही चाहिँ हिजो हामीले 1.7मा छोडेको थिएँ। हुन त त्यति नै छ। अब अर्को चाहिँ 2मा छोडेको थिएँ, दुई प्रेसरमा। त्यति नै छ होइन। 2 बारै छ। हिजो हामी यो पनि फिटिङ गरेको थियो अनि चेक पनि गरेको। अनि यता हेर्न सक्नुहुन्छ, यो चाहिँ रनर हो होइन। यो चाहिँ फ्रान्सिस डिजाइन रहेछ। यो चाहिँ हाम्रो ओपी हो। अस्ति चाहिँ यसमा चाहिँ हामी नाइट्रोजन ग्यास हालेको थियो। यो हाम्रो ओपी सिलिन्डर, यो चाहिँ नाइट्रोजन कन्टेन गर्छ। अनि यसमा चाहिँ हामी हाइड्रोलिक ओइल हाल्छौँ। अनि यो हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो पाइपलाइन हो। यो चाहिँ कसैको कम्पनीबाट बनाएर आउँछ होइन। अनि कसैको आउँदैन। त्यसो भए आउँदैन भने चाहिँ हामी बनाउँछौँ, बनाएर टक्क होइन जहाँ जोड्नु पर्ने हुन्छ त्यहाँ जोड्छौँ होइन। जसरी एमआईबीको गेट भल्भ भयो, त्यसलाई काउन्टर वेटको अप डाउन गर्नलाई, बन्द गर्न या खोल्नलाई। अनि सेम त्यस्तै सबैको जेनेरेटर भयो अनि रनर भयो, सबै त्यसको सेम त्यही हुन्छ, ट्रिक त्यही हुन्छ। त्यसमा खालि म्याप हुन्छ होइन, म्याप हेरेर टक्क यताउति भइहाल्छ, त्यस्तै हो। यहाँ पनि हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो युनिट 1, यो चाहिँ युनिट 2। ल ओके भाइ है गाइज, थ्याङ्क यू फर वाचिङ।